हेलो एभ्रिवान त्यसलाई पनि मैले हेलो भन्दै थियो त्यसले पनि हेलो भन्दै थियो। सो गाइस अहिले पनि चाहिँ हामी दुईजना चाहिँ कोरियन मुकबाङ गर्दैछौँ है। मैले चाहिँ भोइस कभर गर्दैछु किनभने कोरियन मुकबाङ गर्ने बेलामा चाहिँ यति जोरसे पानी आयो। सो त्यही भएर चाहिँ डिस्टर्ब भयो, पानी पुरा पर्यो नि त हो, अन्त पुरा छाना बजेर चाहिँ अलिक डिस्टर्ब भयो गाइस। अन्त त्यही भएर चाहिँ मैले त्यो भोइस हटाएर चाहिँ अहिले भोइस कभर गर्दैछु। अन्त हामीले चाहिँ 4 प्याकेट कोरियन बनाएको 2 प्याकेट खानु आँटेको हो। हाम्रो चाहिँ अस्तिदेखि प्लान थियो कोरियन मुकबाङ गरौँ भनेर। सो फाइनली यो दिन चाहिँ हाम्रो प्लान चाहिँ सक्सेस भयो। तर के गर्नु, यत्रो पानी परेर चाहिँ सबै हाम्रो भिडियो बिग्रियो। त्यही भएर मैले त्यो भोइस सबै हटाएर चाहिँ अहिले नयाँ भोइस रेकर्ड गर्दैछु। अन्त हामी चाहिँ दिदी बहिनी चाहिँ मजाले खाँदै थियौँ है। मलाई चाहिँ पिरो खायो कि हिच्की आउँछ गाइस। तपाईँहरूलाई पनि त्यस्तो हुन्छ? मलाई चाहिँ अलिकति पिरो भयो कि हिच्की आइहाल्छ पुरा हो। तर पनि मैले हिच्की आउँदै भए पनि खाना चाहिँ खाँदै थिएँ। करेन्ट र मही खाँदै थियौँ। हामीले चाहिँ गरममा महीलाई अलिक पेट पनि शीतल हुन्छ भनेर चाहिँ दिदी बहिनी चाहिँ बात गर्दै पिरो हुँदै खाइरहेको थियौँ है। अनि गाइस बेसी पिरो भएर चाहिँ हामीले फेरि त्यसमा चाहिँ लेमन हालेर खानु आँटेको। मैले चाहिँ लेमन हालेर कहिले पनि खाएको थिइनँ। अनि त्यो उसले चाहिँ खाएको रहेछ लेमन हालेर मिठो हुन्छ खाना भन्दै थियो। अनि मैले चाहिँ एउटा लेमन काटेर मजाले त्यहाँ हालेँ हो। खाएको त भरे मिठो हुँदो रहेछ है। पिरो अलिक कभर गर्दो रहेछ लेमनले चाहिँ, त्यो अमिलो भएर है पिरो अलिक कभर गरी। अन्त त्यही भएर चाहिँ मैले मजाले खाँदै थिएँ। अन्त भाँडामा अलिकति थियो त्यसले मलाई हालिदिउँ भनेको थियो, हाल्दैन त भन्यो। पिरो हुँदै होइन खाँदै त पऱ्यो नि है। अन्त त्यो अलिकति भाँडाको पनि सक्यो हो। अन्त हामी चाहिँ फेरि खानु लाग्यौँ बात गर्दै। सो गाइस हामीले चाहिँ खाँदै थियौँ। अन्त भूमिलाई चाहिँ पहिलाको याद आएछ। एकपल्ट चाहिँ हामीले बुलडग चाहिँ मुकबाङ गरेको थियौँ नि त भूमिकै घरमा हो। अन्त त्यसले त्यो सुनाउँदै थियो भेनाजुलाई। एकपल्ट हामीले बुलडग मुकबाङ गरेको थियौँ, मैले जितेको थिएँ भन्दै सुनाउँदै थियो त्यसले हो। अन्त बादमा खाइसकेर चाहिँ खाएल भन्दैछ। अहिले ट्रेन्डिङ छ नि खाना खाने बेलामा खाएल भन्दैछ। त्यसले चाहिँ त्यही जिस्किँदै थियो भन्दै थियो। सो यति नै, थ्याङ्क यू फर वाचिङ। मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। जो पनि नयाँ हुनुहुन्छ फलो गरिदिनु। बाई।